समय अघि केही थिएन, तारा थिएन, ब्रह्माण्ड थिएन, नियम थिएन, थियो त मात्र मौनता। तर त्यो मौनता पनि साँच्चै मौन थिएन, किनभने खालीपन झुटो हो, खालीपन झुटो। र यो म मात्र होइन, क्वान्टम फिजिक्सको डाइनामिकल क्यासिमिर इफेक्ट पनि भन्छ। तिमी सोच्छौ शून्य भनेको केही नभएको ठाउँ, तर क्वान्टम फिजिक्स भन्छ शून्य आफैमा एउटा प्लेग्राउन्ड हो जसमा हरेक सेकेन्डमा इन्फाइनाइट कणहरू जन्मन्छन् र मर्छन्, जसलाई हामी भन्छौँ भर्चुअल पार्टिकल्स। हो, देखिँदैनन् तर त्यहाँ छन्। र तिमीले सही तरिकाले त्यसलाई हल्लायौ, डिस्टर्ब गर्न सक्यो भने बुम, तिमीले त्यहाँबाट लाइट जन्माउन सक्छौ, एक्चुअल पार्टिकल, एक्चुअल इनर्जी, त्यो पनि नथिङनेसबाट। अब कल्पना गर, तिमीले एउटा पर्फेक्ट ऐना बनायौ अनि त्यसलाई हावामा नियर टु द स्पिड अफ लाइटमा हल्लायौ। अब अचानक नेमहरू फुट्न थाल्छन्, खाली पनि चकनाचुर हुन्छ र प्रकाश जन्मन्छ। यो हो डाइनामिकल क्यासिमिर इफेक्ट। कुनै सुपर पावर होइन, न त फ्रिक्सन नै छ, खाली शून्यलाई हल्लाइएको छ अनि उज्यालो निक्लिएको हो। तिमीलाई यो हाइपोथेसिस लाग्यो होला, हावा भन्ने जस्तो भयो होला, बट हियर इज द प्रुफ। यो कुरा हो 2011 को स्विडेन साइन्टिस्टहरूको टिमले, जसले यस कुरालाई सम्भव बनाएका छन्। उनीहरूले ऐना होइन, क्वान्टम सर्किट हल्लाए। त्यो सर्किटले खालीपनलाई चिर्दियो अनि साँच्चीकै फोटोन्स निस्कियो। कुनै हिटले बनाएको होइन, न त कुनै पार्टिकल नै छ, जस्ट बाई मुभमेन्ट। अब तिमी सोच, ब्रह्माण्ड कसरी सुरु भयो होला? अझ त्यतिखेर त तीव्र गतिमा फैलिएको थियो र त्यही फैलावटले क्वान्टम फिल्डलाई हल्लायो, अत्यन्त हल्लायो र बन्यो ब्रह्माण्ड, बन्यो प्रकाश। हामी सबै, यो सबै एकैपटकको क्वान्टम स्पार्क हौँ। सो वी आर born because emptiness isn't empty. अब यो कुरा तिमी माथि ल्याउन त तिमी भन्न सक्छौ मसँग केही छैन, पैसा छैन, रिलेसन छैन, राम्रो फिजिक्स छैन, अवसर छैन। तर ब्रह्माण्ड पनि सुरुमा केही थिएन, तर त्यो हल्लियो र त्यो डिस्टर्बेन्स, त्यो भाइब्रेसनले नै सबथोक बनायो। सो तिमी पनि शून्यबाट सुरुवात गर नि त, आफूलाई हल्लाऊ, गति देऊ, किनभने खालीपन सधैँ खाली हुँदैन, मौन रहँदैन। जब तिमी आफूलाई चलाउँछौ, ब्रह्माण्ड पनि बोल्न थाल्छ। सो शून्य भनेको अन्त्य होइन, यो सुरुवात हो।